बाबुआमा बिचरा आफ्नो छोराछोरीदेखि हैरान भइसकेका छन् र देश एकदम चिन्तामा छ। युवाहरूको हालत चाहिँ यस्तो छ। पुरा दिनभरि मालपानी हानेर चाहिँ टल्ली भएर बस्छन् क्या। र तिनीहरूको म बुझ्छु तिनीहरूको नि एउटा आफ्नै स्वर्ग, एउटा आफ्नै फिल हुन्छ। खाएपछि मान्छे स्वर्ग नै पुग्छ होला होइन? आफै पनि सोच्नुहोस् न होइन? परिवार हुन्छ, तपाईँको बाबुआमाहरू हुन्छन् होइन? र तिनीहरूले पनि चिन्ता एकदम फिक्री हुन्छ क्या आफ्नो छोरो यस्तो छ र कसरी सुधार्ने भनेर होइन? त्यो कुलतमा फस्दै जानुभयो भने भोलि त्यो कुलतले चाहिँ यस्तो काम गर्न पनि खेलाउँछ कि भोलि आफ्नो बाबुआमा परिवार पनि चिन्दैन क्या। सबभन्दा दुःख लाग्दो कुरा र सबभन्दा नर्क जस्तो जीवन चाहिँ त्यसको हुन्छ कि जो चाहिँ गरिब परिवारबाट यस्तरी कुलतमा फस्यो भने त्यसको जीवन चाहिँ नर्कसरी हुन्छ क्या। अब अब जो पैसावालाको हुन्छ नि त्यसको पर्सनली जीवन मात्रै बिग्रिन्छ क्या होइन। र अलिअलि फ्यामिलीलाई चाहिँ टर्चर पनि हुन्छ र समस्या पनि बिचरा चिन्ता पनि हुन्छ आफ्नो छोरा आफ्नो छोराप्रति छोरीप्रति होइन। र चाहिँ सबभन्दा गरिब परिवारले सोच्न पनि सक्दैन क्या। छोरा यस्तो ड्रगमा चाहिँ यस्तो नसामा यस्तो कुलतमा फस्यो, बिग्रियो र भनेपछि होइन त्यसले त समस्या पऱ्यो र त्यसको लाग्दा त्यसको गरिब परिवारमा पनि गरिब घर परिवार पनि धेरै समस्या पर्छ क्या। र चाहिँ बहुत गाह्रो हुन्छ र यही चाहिँ हामी कुरा बुझ्दैनौँ क्या।